नमस्कार, अपन समाचारमा स्वागत छ। सुरु गरौँ दुर्घटनाको प्रसङ्गबाट। ललितपुरमा दुर्घटना हुँदा एक किशोरीको मृत्यु भएको छ। ललितपुरको नखुद बाटोमा जीपको ठक्करबाट सिन्धुपाल्चोक घर भई हाल ललितपुरको बागडोल बस्दै आएकी 19 वर्षीय अन्जु दाहालको मृत्यु भएको छ। बुधबार बिहान बाटो पार गर्दै गरेकी किशोरीलाई 101 567 नम्बरको जीपले ठक्कर दिएको थियो। उनको उपचारको क्रममा बुधबार बिहान 6 बजे मृत्यु भएको प्रहरीले जनाएको छ। जीपसहित चालकलाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ। प्रदेश 2मा पछिल्लो 24 घण्टामा कोरोना भाइरसबाट सङ्क्रमित थपिएका छैनन्। सामाजिक विकास मन्त्रालय अन्तर्गत स्वास्थ्य निर्देशनालयले दिएको तथ्याङ्क अनुसार प्रदेश 2मा कुल सङ्क्रमितको सङ्ख्या 17,198 रहेको छ। प्रदेश 2मा कोरोना सङ्क्रमणले 209 जनाको मृत्यु भएको छ। प्रदेश 2मा सबभन्दा बढी पर्सामा 51 जनाको मृत्यु भएको छ। त्यस्तै सप्तरीमा 40, सिराहामा 25, धनुषामा 25, बारामा 24, महोत्तरीमा 18, सर्लाहीमा 14 र रौतहटमा 10 जनाको मृत्यु भएको छ। अहिलेसम्म प्रदेश 2मा 16,968 जना सङ्क्रमणमुक्त भइसकेका छन्। प्रदेश 2मा 1,46,080 जनाको स्वाब सङ्कलन गरिएको छ, जसमध्ये 64 स्वाबको नतिजा आउन बाँकी छ। प्रदेश नम्बर 1 को प्रदेश सभा बैठक 2 गतेसम्मका लागि स्थगित भएको छ। यसअघि प्रदेश सभामुखले बिहिबार दिउँसो 1 बजेका लागि बैठक बोलाएका थिए। बुधबार प्रदेश सभा सचिवालयले सूचना प्रकाशित गर्दै चैत 2 गतेसम्मका लागि बैठक स्थगन भएको जानकारी दिएको हो। ताप्लेजुङ दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनर्स्थापनाका लागि भूकम्प पीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री समक्ष ज्ञापन पत्र बुझाइएको छ। ताप्लेजुङ जिल्लाको मिरिङदेन गाउँपालिका वडा 3 स्थित दोभान बजारमा फागुन 18 गते आगलगी भई 49 घर जलेर ध्वस्त भएको थियो। बेरावालसहित 69 परिवार विस्थापित भएका थिए। ताप्लेजुङका प्रतिनिधि सभा सदस्य योगेश भट्टराईको नेतृत्वमा दोभान बजार अग्निपीडित राहत तथा सहयोग समिति गठन गरी बुधबार गृहमन्त्री रामबहादुर थापालाई अग्निपीडितको दीर्घकालीन पुनर्स्थापनाका लागि भूकम्प पीडित सरह सहयोगको माग ज्ञापन पत्र बुझाइएको छ। मेरो संयोजकत्वमा एउटा सहयोग समिति बनाएका छौँ र आज माननीय गृहमन्त्रीज्यूलाई यस विषयमा हाम्रो सर्वपक्षीय प्रतिनिधि मण्डलले ज्ञापन पत्र बुझाएको छ। त्यसमा हामीले 3-4 कुरा गरेका छौँ। एउटा त सबै उनीहरूको अब बस्ने आधार नै, बस्ने खाने आधार नै समाप्त भएको हुनाले तत्कालको निम्ति बस्न खानेको निम्ति तत्काल यो राहत उद्धार त्यो गर्नु पर्यो, नम्बर 1। नम्बर 2, अब उनीहरूको बस्ने घरहरू दीर्घकालीन हिसाबले पनि ध्वस्त भएको हुनाले उहाँहरूको घर पुनर्निर्माणको निम्ति, आवासको पुनर्निर्माणको निम्ति हामीले के भनेका छौँ भने यो भूकम्प पीडित ज्ञापन पत्र बुझ्दै गृहमन्त्री रामबहादुर थापाले ताप्लेजुङका अग्निपीडितका लागि राहत र उद्धारको काम सुरु भइसकेको बताउनुभयो। सोमबार नै टेन्ट, ब्ल्याङ्केट पठाइएको र मङ्गलबार खाद्यान्न लगायतका अन्य सामग्री पठाइने उहाँको भनाइ छ। पुर्याइसकिएको छ। आज त्यहाँ खाद्यान्नहरू र अरू आवश्यक सामग्रीहरू पठाउनुको लागि तयारी भइरहेको छ। सायद केही समयपछि हामीले तल विराटनगरतिरबाट माथि हामी पठाउँदैछौँ र अरू जो विषयहरू त्यहाँको क्षतिपूर्तिको लागि, आवासहरूको लागि यहाँले जो राख्नुभएको छ, यो भूकम्प पीडितहरूको जस्तै त्यही मापदण्ड अनुसार नै त्यहाँ आवासको निम्ति आवश्यक तत्कालीन राहतको रूपमा गृह मन्त्रालयले प्रति परिवार 15,000 रुपैयाँका दरले पठाइसकेको जानकारी दिँदै मन्त्री थापाले कार्यविधि सच्याएर अग्निपीडितको आवास निर्माणका लागि 5 लाख रुपैयाँ उपलब्ध गराउने पनि बताउनुभयो। वायु सेवा सञ्चालकहरूले सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयको विरोधमा उद्योग मन्त्री लेखराज भट्टलाई ज्ञापन पत्र बुझाएका छन्। बुधबार वायु सेवा सञ्चालकहरूले सोलुखुम्बु जिल्लाको सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्र लगायत अन्य निकुञ्ज क्षेत्रमा उडानलाई निषेध गरेको विरोधमा मन्त्री भट्टराईलाई ज्ञापन पत्र बुझाएका हुन्। वायु सेवा सञ्चालकहरूले मन्त्री भट्टलाई मन्त्रालयमा ज्ञापन पत्र बुझाउँदै संरक्षित क्षेत्रहरूमा पूर्ववत रूपमा प्रचलित व्यवस्था अनुसार नै सम्पूर्ण प्रकृतिका हेलिकप्टर उडानहरू निर्बाध रूपमा सञ्चालन गर्ने व्यवस्था गरिदिन माग गरेका हुन्। हेलिकप्टरलाई नियन्त्रण गर्न खोजे हेलिकप्टरमा उद्योग मात्रै नभई पर्यटन उद्योगमा समेत असर परी आर्थिक क्षेत्रमा समेत असर पर्ने र धेरैको रोजगारी जाने वायु सेवा सञ्चालकका सचिव सुमन पाण्डेले जानकारी दिए। सीमित ठाउँमा मात्रै ल्यान्ड गर्न दिने भन्ने कुरा जुन आएको छ, यसले अन्योलता बढाएको छ। निश्चय पनि संसारभरि नै एउटा कन्जर्भेसन भन्ने कुरा उसको पनि आफ्नै नर्म्स हुन्छ र यो आजको दिनमा संसारभरि नै कन्जर्भेसन र डेभलपमेन्ट भने एक आपसमा परस्पर बाजिए पनि
अब आपसमा समन्वय गरेर ब्यालेन्स एप्रोचमा अगाडि बढ्नुपर्ने कुरा हो। हाम्रो देशमा पनि संरक्षणको हिसाबले सगरमाथा नेसनल पार्क एउटा राष्ट्रकै गौरव भएर रहेको छ। अर्कोतर्फ सगरमाथा चाहिँ एउटा चाहिँ पर्यटकीय दृष्टिकोणले अति नै महत्त्वपूर्ण ठाउँ हो। संसारभरिका सेलिब्रिटीहरू चाहिँ वर्षमा एकचोटि आउँछन्, सगरमाथाको कारणले त्यहाँ भ्रमणमा जान्छन्। त्यसले गर्दाखेरि आज 25 वर्षभन्दा अगाडि कुनै ज्ञापन पत्र बुझ्दै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले राष्ट्रिय निकुञ्जलाई संरक्षण गर्दै उद्योगलाई पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो। सन्तुलन एउटा लायो, एउटा निर्देशन गरिदिने, अर्कोलाई अर्को लायो, त्यसले चाहिँ हाम्रो कुनै पनि लगानी फर्स्ट हुन्न, उद्योगहरू फर्स्ट हुन्न। अब उत्पादन नभइकन अब के समृद्धि हुन्छ ल्याउने भने निकुञ्ज, राष्ट्रिय निकुञ्जलाई पनि हामीले संरक्षण गर्दै त्यो भित्र पनि हामी कसरी जान सक्छौँ। अब जस्तो सौरामा पहिला होटल बनाउँदै अब हुन्न भने अनि त्यो त लगानी डुब्यो नि त। जस्तै अरू ठाउँमा अब अहिले हामीले उ गरिरहेछौँ। सगरमाथा राष्ट्रिय निकुञ्ज कार्यालयले जारी गरेको हेलिकप्टर अवतरण होभरिङ नियमनको परिपत्रमा हेली अवतरण नियमन वा सो क्षेत्रका लुक्ला, स्याङ्बोचे र नाम्चे स्थित 3 स्थान बाहेक अन्य स्थानको उडान तथा अवतरण रोक्ने निर्णय गरेको थियो। नेपाली कङ्ग्रेसले संसदीय दलको बैठक आह्वान गरेको छ। आगामी शुक्रबार दिउँसो 1 बजे संघीय संसद भवन नयाँ बानेश्वर स्थित लोत्से हलमा बैठक आह्वान गरिएको हो। फागुन 23 गते अपराह्न 4 बजे पुनर्स्थापित प्रतिनिधि सभाको बैठक आह्वान गरिएको छ। सो बैठकमा कसरी प्रस्तुत हुने विषयमा संसदीय दलको बैठक टुङ्गो लगाउने नेपाली कङ्ग्रेसको नेताहरूले बताएका छन्। राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिला हिंसाको घटनामा आयोगले शून्य सहनशीलताका साथ काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ। आयोगले बुधबार भद्रकाली स्थित आफ्नै कार्यालयमा 111औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर गरेको अन्तर्क्रियामा अध्यक्ष पराजुलीले राजनीतिक पूर्वाग्रह नराखी महिलाका मुद्दालाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रममा पत्रकारहरूले महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण हुने गरेको र राजनीतिकै आडमा घटनामा संलग्नहरूमाथि कारवाही हुन नसकेको भन्दै आयोगको भूमिकामा पनि प्रश्न उठाएपछि अध्यक्ष पराजुलीले राजनीतिक अनुभूति हुने किसिमको काम आफूबाट नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। नसकिदिनु हुनको लागि म विनम्रतापूर्वक अनुरोध गर्छु। सोचेको कुरालाई नि अन्यथा पनि मान्दिनँ, तर हाम्रो प्रतिबद्धता हो कि हामी सबै आफ्नो ठाउँमा आफ्नो भूमिका निर्वाह गरिराखेका होला हामी सबै। तर जहाँ जुन भूमिका निर्वाह गर्नको लागि गएको छ उसले त्यही भूमिका निर्वाह गर्नुपर्छ। र अहिले हामी एउटा संवैधानिक आयोगका पदाधिकारी भएका छौँ र म यो आयोगको अध्यक्ष भएको नाताले मैले सम्पूर्ण सञ्चारकर्मी साथीहरूमाझ अध्यक्ष पराजुलीले हिंसामा परेका महिलालाई अर्थ उपार्जनको बाटोमा नलगाएसम्म उनीहरू हिंसामुक्त हुन नसक्ने बताउनुभयो। अन्तर्क्रियामा महिला पत्रकारहरूले महिलाका पक्षमा राम्रा कानुन भए पनि कार्यान्वयन प्रभावकारी नभएको, लक्षित वर्गलाई कानुनबारे जानकारी नभएको, पीडित महिलाले विद्यमान कानुनअनुसार न्याय पाउन नसकेको, महिला हिंसाका दोषीलाई राजनीतिक संरक्षण दिएर कारबाही हुन नसकेको तर्फ आयोगको ध्यान आकर्षण गराएका थिए। प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई कोभिड-19 कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको छ। बुधबार बिहान 10 बजेदेखि सिभिल अस्पताल नयाँ बानेश्वरमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूलाई कोभिड-19 कोरोना भाइरस विरुद्धको खोप दिन सुरु गरिएको हो। पहिलो दिन सभामुख अग्निप्रसाद सापकोटा लगायत सांसदहरूले कोभिड-19 विरुद्धको खोप लगाउनु भएको छ। बुधबार सभामुख राष्ट्रिय सभाका अध्यक्ष, राष्ट्रिय सभाका उपाध्यक्ष लगायत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरूले खोप लगाउने कार्यक्रम रहेको छ। अरे त अब मैले भर्खर लाउँदैछु होइन त, मैले सबै कुरा भन्नु त हतार होला, तर मलाई खोप लगाइसकेपछि अहिले भएको अनुभूति चाहिँ के छ भने यो बहुत सहज छ होइन। यो वैज्ञानिक अनुसन्धानबाट प्रमाणित भएको जीपको ठक्करबाट सहपाठीको मृत्यु भएपछि कोटेश्वर बहुमुखी क्याम्पसका विद्यार्थीले जाउलाखेलमा सडक अवरोध गरेर प्रदर्शन गरेका छन्। बुधबार बिहान 101 567 नम्बरको जीपको ठक्करबाट कोटेश्वर क्याम्पसमा अध्ययनरत 19 वर्षकी अन्जु दाहालको मृत्यु भएको थियो। एकान्त कुनाको आकाशे पुल नजिकै सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट घाइते दाहालको पाटन अस्पतालमा मृत्यु भएपछि विद्यार्थीहरूले प्रदर्शन गरेका हुन्। इलाममा एक पुरुषको शव फेला परेको छ। जोर पोखरी जाने सडकमा एकजना पुरुषको शव बुधबार बिहान फेला परेको छ।
माई नगरपालिका वडा 8 मा पर्ने एक खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो। शवको शनाख्त हुन बाँकी रहेको छ। नेपाली सेनाको पुतनापति सम्मेलन बुधबारबाट सुरु हुँदैछ। महाशिवरात्रि तथा सेना दिवसको पूर्व सन्ध्यामा नेपाली सेनाले फागुन 3 दिने पृतनापति सम्मेलन आयोजना गर्ने भएको छ। 21 गतेसम्म सञ्चालन हुने सम्मेलनमा पृतनापतिहरूले आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तुस्थितिबारे प्रतिवेदन प्रस्तुत गर्नेछन्। दक्षिणी सुडानको जोङ्गलाई राज्यमा विमान दुर्घटना हुँदा चालक दलका 2 सदस्यसहित 10 जनाको मृत्यु भएको छ। राज्यका गभर्नर डेनाई जक चागोरले एक वक्तव्य प्रकाशन गरी सुडान सुप्रिम एयरलाइन्सको HK4274 नम्बरको विमान दुर्घटनाग्रस्त भएको खबर थाहा पाउँदा आफूलाई निकै दुःख लागेको बताएका हुन्। भारतको कर्नाटकका मन्त्री रमेश जर कोहलीले बुधबार पदबाट राजीनामा दिएका छन्। उनले आफूमाथि लागेको यौन दुर्व्यवहारको मुद्दा सम्बन्धी आरोपबारे अनुसन्धानका लागि नैतिकताका रूपमा राजीनामा दिएको उल्लेख गरेका छन्। यद्यपि आफू यो मामिलामा निर्दोष रहेको उनको दावी छ। उनले दिएको राजीनामा मुख्यमन्त्री BS येदियुरप्पाले स्वीकृत गरेका छन् र अनुमोदनका लागि गभर्नरलाई पठाएका छन्। हवस् त अपन समाचार अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।